नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, एकदमै खुश खबर रहेको छ। ट्यु क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गर्ने काम भने सकिएको छ। यो नेपाली समर्थकहरूको लागि खुसीको खबर रहेको छ भने अर्को एक्साइटिङ न्युज रहेको छ। दर्शक महानुभावहरू, 24 घण्टा नबित्दै एनपिएलको पहिलो खेलको टिकट सोल्ड आउट भएको छ। यो एकदमै आश्चर्यजनक खबर रहेको छ भने अर्को एउटा खुसीको खबर रहेको छ। नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 मा भित्रिएका छन् विदेशी विश्व चर्चित कमेन्टेटर, जसको हुने गर्छ विश्वमा नै चर्चा। दर्शक महानुभाव, यो बारेमा रहेर भिडियोमा चर्चा रहनेछ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। एनपिएल सम्बन्धी सम्पूर्ण पछिल्लो अपडेटहरूको बारेमा मैले चर्चा गर्नेछु। च्यानललाई सब्स्क्राइब गर्नुहोला एनपिएल सम्बन्धी सम्पूर्ण अपडेटको लागि, र भिडियोलाई एक लाइक पनि गरिदिनुहोला। दर्शकवृन्द, नेपाल क्रिकेट संघ क्यानले मङ्सिर 1 देखि 27 गतेसम्म हुने नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को लागि 6 जना विदेशी कमेन्टेटर भित्राउन सफल भएको छ। केही दिन अगाडि एनपिएल को कमेन्ट्री बक्समा भित्राएको थियो 2 जना विदेशी विश्व चर्चित कमेन्टेटर, र अहिले फेरि 4 जनालाई भित्राएपछि 6 जना विदेशी कमेन्टेटरहरू एनपिएल सिजन 2 को कमेन्ट्री बक्समा आउने भएका छन्। क्यानले शुक्रबार नेपाल प्रिमियर लिगको अफिसियल पेज मार्फत 4 विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ। यो भन्दा अगाडि 2 जना आकाश चोपडा र जेस क्रोलाई भित्राउन सफल भएको थियो, जसमा 3 कमेन्टेटर भने पहिलो सिजनकै दोहोरिएका छन् भने नयाँ कमेन्टेटर पनि आएका छन्। आयरल्यान्डका एन्ड्रु लियोनार्ड, जसले नेपाललाई आफ्नो दोस्रो घर मान्छन्, उनी पनि चर्चित कमेन्टेटर मध्येका एक हुन् भने नेपाली क्रिकेट फ्यान्सहरूको लागि फेभरेट कमेन्टेटर समेत रहेका छन्। उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आइरहेका छन् र यो पटक एनपिएल सिजन 2 मा पनि कमेन्ट्री गर्न आउने भएका छन्। एन्ड्रु सहित चर्चित कमेन्टेटर एन्ड्रु सहित एचडी अकरम्यान, मिखाइल बसवानी र फजल आर खलिललाई पनि क्यानले कमेन्ट्रीका लागि भित्राउन सफल भएको छ। एन्ड्रु अकरम्यान र मिखाइलले पहिलो एनपिएलमा पनि कमेन्ट्री गर्न सफल भएका थिए। यस्तै अकरम्यान दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर समेत रहेका छन्। उनले दक्षिण अफ्रिकाबाट सन् 1998 मा टेस्ट क्रिकेट खेलेका थिए भने अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका पनि छन् र उनको जादुमय आवाजले विश्व क्रिकेटको कमेन्ट्रीमा गहिरो विश्लेषण पनि राख्ने गर्छन्। र अर्का कमेन्टेटर रहेका छन् मिखाइल बासवानी, भारतका पत्रकार तथा कमेन्टेटर समेत रहेका छन्। उनको जादुमय आवाजले सबैलाई मोहित पार्ने गर्छन्। यस्तै फजल भारतका पूर्व खेलाडी समेत हुन्। उनले कर्नाटकबाट रणजी ट्रफी पनि खेलेका थिए भने उनले फर्स्ट क्लास र लिस्ट ए खेलमा समान 22 खेलहरू खेल्न सफल भएका छन् भने अर्की कमेन्टेटरको रूपमा अस्ट्रेलियन प्रेजेन्टर जेस क्रो पनि नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को लागि आधिकारिक प्रस्तुतकर्ता बन्ने भएकी थिइन्। यो केही समय अगाडि नै सबैभन्दा एक्साइटिङ न्युजको रूपमा नेपाल क्रिकेट संघ क्यानले जानकारी गराइसकेको थियो भने अर्का कमेन्टेटरको रूपमा विश्व चर्चित कमेन्टेटर आकाश चोपडा, जुन भारतका रहेका छन्। स्टार स्पोर्ट्समा उनी प्रमुख कमेन्टेटरको भूमिकामा रहने गर्छन् र उनी पनि नेपाल आउने भइसकेपछि उनले आफ्नो सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराइसकेका छन् कि नेपाल प्रिमियर लिग एनपिएलमा यसपटक धमाका हुनेवाला छ, म पनि आउँदैछु र नेपाली फ्यान्सहरूको माया पाउनेछु भनेर उनले जानकारी गराइसकेका छन्। र नेपाल क्रिकेट संघ क्यानले अन्ततः 6 विश्व चर्चित कमेन्टेटरहरूलाई भित्राइसकेको छ र यो सँगै नेपाल प्रिमियर लिग एनपिएलको रौनकता बढ्दैछ। दर्शक महानुभावहरू, र अर्को एउटा एक्साइटिङ न्युज रहेको थियो। मङ्सिर 1 गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को पहिलो दिनको खेलको लागि टिकट सोल्ड आउट भएको छ। यो एकदमै आश्चर्यजनक खबर रहेको छ। दर्शक महानुभावहरू, यति छिटै टिकट सोल्ड आउट भएको छ कि सबै समर्थकहरू चकित परेको छ। यति बेला अन्य देशका क्रिकेट फ्यान्सहरू पनि चकित परेका छन्। 24 घण्टा नबित्दै टिकट सोल्ड आउट हुनु भनेको कहाँसम्मको क्रेज रहेको छ नेपालमा क्रिकेट हेर्नको लागि भन्ने कुरा यहाँबाट हामीले प्रश्न रूपमा थाहा पाउन सक्छौँ। नेपाल क्रिकेट संघ क्यानले टिकट खुल्ला गरेको 24 घण्टा पनि बित्न नपाउँदै टिकट सोल्ड आउट भएको छ। पहिलो दिनका लागि क्यानले साधारणतर्फ 500 र भिआइपी तर्फ 1500 रुपियाँ टिकट दर कायम गरेको थियो र पहिलो दिन साबिक विजेता जनकपुर बोल्स र काठमाडौँ गोर्खाज बीच भिडन्त हुन लागिरहेको छ र यो खेलको टिकट भने 24 घण्टा बित्न पनि नपाउँदै सोल्ड आउट भएको छ। दर्शक महानुभावहरू, दर्शकहरूको भिड तपाईहरुले देख्न सक्नुहुनेछ। यो पटक चाहिँ एकदमै असामान्य हुनेछ जस्तो मलाई लाग्छ, किन भन्दाखेरि यो पटक फरक तरिकाले एनपिएल हुन लागिरहेको छ। रौनकता पनि बढ्दै रहेको छ र दिन प्रतिदिन रोमाञ्चक खबरहरू आइरहेको छ र एक्साइटिङ न्युजहरू पनि आइरहेको कारणले गर्दा एनपिएल सिजन 2 चाहिँ धमाका हुनेवाला छ भनेर विश्वभरि चर्चा पनि भइरहेको छ भने नेपालभरि त हरेक कुना बस्ती गाउँ सहरहरूमा चर्चा भइ नै रहेको छ। र यो सँगै एउटा खुसीको खबर के छ भने दर्शक महानुभावहरू, त्रिवी क्रिकेट स्टेडियममा चाहिँ फ्लड लाइट जडानको काम पनि सम्पन्न भइसकेको छ। अब केही टेस्टिङका कार्यहरू गर्न बाँकी रहेको छ। यो फ्यान्सहरूको लागि एकदमै खुसीको खबर रहेको छ। एउटा पोलमा एमिङ बत्तीको फोकस मिलाउने र बत्तीको प्रकाशको परीक्षणको काम बाँकी रहेको प्रोजेक्ट म्यानेजरले बताएका छन्। त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा फ्लड लाइट जडानको काम सकिएको छ। निर्माण कम्पनी विसन ईश्वरी जोइन्ट भेन्चर ललितपुरका प्रोजेक्ट म्यानेजर सौरभ शाहका अनुसार मैदानमा राखिएका 6 वटा पोलमा नै फ्लड लाइट जडान सम्पन्न भएको बताइएको छ। एउटा पोलमा
एमिङ बत्तीको फोकस मिलाउने काम बाँकी छ र बत्तीको प्रकाशको परीक्षणको काम पनि बाँकी रहेको प्रोजेक्ट म्यानेजर शाहले बताएका छन्। आज दिउँसोमा एमिङ बत्ती मिलाउने काम गरिनेछ भने साँझ बत्तीको परीक्षण सकेर हामी हस्तान्तरण गर्नेछौँ उनले भनेका छन्। हामी आज सबै बत्ती बालेर धमाधम काम गर्दैछौँ र परीक्षण पनि गर्दैछौँ। एउटा पोलमा 70 वटा लाइटहरू गरेर सबै पोलमा 420 लाइट जडान भएका छन्। कुनको प्रकाश कहाँ पर्छ भनेर मैदानभर नै ससाना झण्डाको चिन्ह बनाएर एमिङ र प्रकाशको काम हुँदैछ। अहिलेको अवस्थामा कम्पनीको अनुसार 95% भन्दा बढी काम सम्पन्न भइसकेको छ भने अब 5% जति मात्रै बाँकी छ। भारतबाट पनि कामदारहरू ल्याएर शिफ्ट अनुसार यस कामका लागि 150 भन्दा बढी कामदार खटिएका थिए। शुक्रबार एकै दिन कम्पनीले 10% काम सक्न सफल भएको थियो। नेपाल क्रिकेट संघ क्यालले नेपाल प्रिमियर लिग एनपिएल को दोस्रो संस्करणको कुल 32 खेल मध्ये 23 खेल फ्लड लाइटमा खेलाउने गरेर खेल तालिका आइतबार सार्वजनिक गरिसकेको छ। मंसिर 1 देखि एनपिएल को दोस्रो संस्करण हुन लागिरहेको छ। यो भव्यताको साथ सम्पन्न हुनेछ। दर्शक महानुभावहरु, यदि बाँकी 5% काम पनि समयमा नै सकियो भने नेपालमा पहिलो पटक फ्लड लाइटको फ्रेन्चाइज क्रिकेट हुन सक्नेछ। दर्शक महानुभावहरु, यसमा कुनै दुई मत छैन। त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर क्यालले यसै मैदानमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरू आयोजना गरिसकेको छ। दर्शक महानुभावहरु, र यो पटक फ्लड लाइटमा भव्य र सभ्य रूपमा नेपाल प्रिमियर लिग एनपिएल पनि सफल गराउन सकोस्। क्याललाई हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना छ। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपिएलमा पनि नयाँ प्रयोगहरू र प्रविधिसँगै अगाडि बढ्ने भएको छ। लाइभ ब्रोडकास्टिङको हिसाबमा भन्नुपर्दा टिभीहरूमा आउने भयो र ओटीटी प्लेटफर्ममा पनि हेर्न पाइने भयो नेपाल प्रिमियर लिग एनपिएल सिजन 2। र अर्को कुरा भने रोबोट डग पनि आएको छ जसको नाम चङ्खे राखिएको छ। धेरै समर्थकहरूले चङ्खे नाम किन राखेको भनेर पनि भन्नुभएको छ, तर यो टिपिकल नेपाली नाम चङ्खे राखिएको छ, रोबोट डगको नाम। यसले पनि एनपिएलमा केही रमाइलो छेडहरू अवश्य पनि प्रस्तुत गर्नेछ भन्ने चाहिँ लाग्छ। र दर्शक महानुभावहरु, रोबोट डगको नाम चङ्खे राखिएको छ। यो नाम तपाईलाई कस्तो लाग्यो यो बारेमा पनि तपाईको विचार तल कमेन्ट बक्समा लेख्नु होला। र यस्ता धेरै नयाँ प्रयोगहरू चाहिँ एनपिएलमा पनि हुने भएको छ। जसरी विभिन्न चर्चित लिगहरूमा तपाईले देख्नुहुन्थ्यो त्यो खालको प्रविधिहरू एनपिएलमा पनि लागू हुने भएको छ। र अर्को कुरा के छ भन्दाखेरि स्पिड मसिनदेखि लिएर डीआरएस सिस्टमको बारेमा पनि कुरा गर्नु भन्नुभएको थियो। डीआरएस सिस्टमको बारेमा यो भन्दा अगाडि नै मैले भिडियोहरू बनाइसकेको छु। र नेपाल प्रिमियर लिग एनपिएल को सिजन 2 मा डीआरएस सिस्टम हुने छैन, यो जानकारी मैले अवगत गराइसकेको छु। सायद तपाईलाई पनि थाहा छ एनपिएल सिजन 2 मा डीआरएस रिभ्यू सिस्टम किन हुने छैन भनेर तपाईले भन्नुहुन्छ भने चाहिँ यसको बारेमा नेपाल क्रिकेट संघ क्यालले जानकारी गराइसकेको छ। आर्थिक अवस्था नै हो मेन कुरा। आर्थिक अवस्था मजबुत भएको खण्डमा चाहिँ अर्को सिजनहरुमा अवश्य पनि सबैले सपोर्ट गरेको खण्डमा आर्थिक रूपमा सबल हुनेछ र डीआरएस सिस्टम पनि ल्याउन सक्नेछ। केही महँगो पर्ने भएको कारणले गर्दाखेरि ल्याउन सकेको छैन। तर मैले क्याललाई चाहिँ एउटा सुझाव के दिन चाहन्थे भन्दाखेरि एनपिएल का सबै खेलहरुमा डीआरएस सिस्टम नल्याए पनि सेमिफाइनल र फाइनल खेलहरुमा चाहिँ ल्याउन सक्थ्यो कि यो प्रयास चाहिँ अर्को सिजनमा चाहिँ गरोस्। र त्यसपछि आर्थिक रूपमा सबल भइसकेपछि क्यालले पुरै एनपिएल सिजन भरकै लागि डीआरएस सिस्टम राख्नुपर्छ। यो राख्यो भने अझै सुनमा सुगन्ध हुन सक्नेछ। धेरै प्रविधिहरू प्रयोग गर्दै आइरहेको छ भने अन्य सिजनमा अवश्य पनि नेपाल क्रिकेट संघ क्यालले गर्नेछ। यसमा कुनै दुई मत छैन। दर्शक महानुभावहरु, एनपिएल सिजन 2 लाई लिएर तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ तल कमेन्ट गरिदिनु होला। र त्यस्तै गरी तपाईको फेभरेट टिम कुन रहेको छ र कुन टिम कतिको बलियो छ त यो वर्ष, यो बारेमा पनि तपाईको विचार तल कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। र भिडियोलाई एक लाइक पनि गर्न नबिर्सिनु होला। दर्शक महानुभावहरु, भेट्नेछौँ अर्को नयाँ सामग्रीसँगै नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।